आइसिसी टी20 वर्ल्ड कप एसिया र इस्ट एसिया पेसिफिक क्वालिफायरका खेलहरू सकिएसँगै नेपाल क्रिकेट टिम ओमानबाट सिडब्ल्युसी लिग 2 खेल्नका लागि युएई तर्फ प्रस्थान गरेको छ, जहाँ नेपाल क्रिकेट टिमले 26 अक्टोबरबाट 5 नोभेम्बरसम्म हुने सिडब्ल्युसी लिग 2 खेल्नेछ। यस सिडब्ल्युसी लिग 2 को साइकलका लागि नेपाल क्रिकेट टिमको पनि घोषणा भएको छ, जसमा भीम सार्की, अनिल शाह र शाहब आलमले मौका पाएका छन् भने टी20 वर्ल्ड कप क्वालिफायरका लागि मौका पाएका लोकेश बम, आदिल आलम अन्सारी र सन्दीप जोरालाई भने टिममा राखिएको छैन। टिमको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तान दिपेन्द्र सिंहेरी, त्यस्तै सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा र शाहब आलम रहेका छन्। कुशल मल्लले टी20मा भने त्यति राम्रो प्रदर्शन गरेका छैनन्, तर पनि उनलाई ओडी स्क्वाडमा स्थान दिए। नेपाल क्रिकेट टिमले 26 अक्टोबरदेखि 5 नोभेम्बरसम्म हुने सिडब्ल्युसी लिग 2 साइकलको लागि आफ्नो पहिलो खेलमा 26 अक्टोबरका दिन युएसए क्रिकेटको सामना गर्नेछ भने त्यसपछि 30 अक्टोबरका दिन युएई क्रिकेटको सामना गर्नेछ। 1 नोभेम्बरका दिन युएसए क्रिकेट र त्यसपछि 5 नोभेम्बरका दिन युएई क्रिकेटको सामना गर्नेछ। यस सिडब्ल्युसी लिग साइकलमा नेपाल क्रिकेट टिम 7औं नम्बरमा रहेको छ भने नेपाल क्रिकेट टिमले यस सिडब्ल्युसी लिग साइकलबाट कतिवटा अङ्क जोड्न सक्छ, आफ्नो राय भने कमेन्टमा लेख्न नबिर्सनुहोला र साथै नेपाल क्रिकेट सम्बन्धी न्युज र अपडेटका लागि क्रिकटक नेपाललाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्न भने नबिर्सनुहोला।